हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। यो चाहिँ मेरो डे 3 को मिनी ब्लग हो है साथीहरू। सबैजना लास्टसम्म हेरेर माया गरिदिनु होला। मेरो बिहानीको सुरु आज साथीहरू घरको कामबाट हुन्छ। मैले सरसफाइ गरेर अनि त्यसपछि नुहाइधुवाइ गरेर साथीहरू आफ्नो स्किन केयर गर्छु। हल्का फुल्का स्किन केयर त गर्नु पर्यो नि त साथीहरू, हो कि नै भन्नु त। मेरो बुढा चाहिँ साइडमा सुतिराख्नु भएको थियो, छोरा चाहिँ उठिसकेको थियो। मैले स्किन केयरहरू मजाले गरेँ साथीहरू। अब के अरे टोनर भयो अनि सेरम अनि मोइस्चराइजर लगाएर टक्क आफूलाई आफ्नो स्किनलाई प्रेप गरेँ साथीहरू। अब आफ्नो स्किनलाई पनि ध्यान दिनु पर्यो। अनि म तल खाना पकाउन आज अरे साथीहरू। अनि मैले तरकारी बसालेर अनि यसो हाम्रो चाहिँ के अरे हलमा हामी बनाउँदैछौँ साथीहरू टिभी ल्याएको, त्यस्तै हेर्दै थियौँ। अनि त्यसपछि खाना बसाल्ने बेला भयो। खानासाना बसाल्ने तयारी गरेर साथीहरू। अनि अर्को तरकारी पनि पाक्दैछ, हेर्न सक्नुहुन्छ। सबै मिक्स तरकारी हो साथीहरू। सबै मिक्स तरकारी गरेर मिठो हुन्छ। अनि माथि कोठा आएको त आज बुढाले कोठा टक्क मिलाउनु भयो रहेछ, खुसी लाग्यो। अनि माथि आएर एकछिन अब कपडा हाल्नु थियो मेसिनमा। अनि कपडा हाल्नुको लागि सबै कपडा तल लएर गएँ साथीहरू। अनि बाबुको कपडा हालेर चलाइदिएँ। अनि कसरी हालेछ खाना खाएर पढाउन जानुहुन्छ। अनि मैले पनि खाना लाएँ साथीहरू। अनि त्यसपछि खानासाना खाएर अनि बाबु विवास तल कुर्सी मुनि आएर बसिरहेको थियो। अनि के गरे भन्दै हेर्दै हाँस्दै गरेछु मैले। अनि त्यही भएर साथीहरू हेर्न सक्नुहुन्छ विवास यति चकचके छिन् के गर्ने। अनि यस भाँडासाँडा धोएर टक्क सबै भाँडाहरू आफ्नो ठाउँमा राख्नु पर्यो। टक्क मिलाएर राख्यो भने भेटाउन पनि सजिलो हुन्छ नि त आफूलाई। अनि त्यही भएर सबै के अरे भाँडाहरू आफ्नो ठाउँमा राखेर मैले चाहिँ ग्यास चाहिँ सफा गर्न साथीहरू मजाले ग्यास सफा गरेपछि भाँडासाँडा पनि धोएँ उम्केसी। अनि मैले माथि आफ्नो सुट गर्न साथीहरू विवास कलेक्सनको लागि मैले भिडियो बनाएको छु। विवास कलेक्सनलाई पनि सबैजनाले माया गरिदिनु होला। अनि मेरो बहिनी पनि आई, बहिनी आएर विवाससँग भेटिन्। मेरो बहिनी चाहिँ हिजो काठमाडौँ गइन् साथीहरू। सबैजनाले बहिनी खै भन्नुहुन्छ, त्यही भएर भन्दै गएँ। अनि मैले साँझ खाना रोटीसरी बनाउन लाएँ साथीहरू। पसिना हेर्न सक्नुहुन्छ नेपालको यति गर्मी बढेछ, के कुरा गर्नु र है। अनि रोटी उस्किन्छ कि नै भनेको लक्क लाएर उस्क्यो कि साथीहरू। भिडियो बनाउने बेला त फेरि उस्किन्न कि कहिलेकाहीँ यस्तो हुन्छ नि। अनि अब हामी खानासाना खाएर एकछिन जाऊँ न त घुम्न साँझ पख भनेर अनि हामी घुम्न गयौँ। बस्दा बस्दा पनि झ्याउ लाग्छ नि त। अनि भाइभुटेनी गएको साथीहरू। अनि भाइभुटेनीमा अब मेरो बुढाले के किन्न मन लाग्छ तिमी किन, आज तिमीलाई छुट छ भन्नुभयो। अनि मैले हेर्न खानेकुराहरू मको बेला हालिहालेँ। अनि विवास हेर्न हिँडेको त कुर्न मात्र हिँड्न खोज्छ। अनि विवासले एकछिन भाइभुटेनीमा त्यहाँ भएको सबै गाडी साडी यताउता सब खेलाएर इन्जोय गरायौँ। एकदम खुसी भयो विवास पनि, हेर्न सक्नुहुन्छ। यति हाँसेर गाडी हेरेर त यति उफ्रेको के उभि